चाहनुहुन्छ भने चाहिँ सम्पर्क गर्नु होला। यो दार्जिलिङतिर जो हुनुहुन्छ यो लाइट चाहिँ एकदम बबाल छ। यस्तो दामी फक्स यस्तो यहाँसम्म तातो भइरहेछ कि रातो पनि छ र एकदम तातो पनि छ। यो चाहिँ 250 वाटको हो। एकदम दामी हुन्छ यो लाइट। र डुडको बारेमा बोल्न चाहँदाखेरि चाहिँ यतापट्टि जति पनि अहिले मैले बनाएको छु यतापट्टि चाहिँ डुडहरू टाइल्स गरेको छैन इमर्जेन्सी भएर। र यतापट्टि चाहिँ मैले टाइल्स हालेर टक्क बनाएको छु। अब यतापट्टि छाना हाल्नु नै छ। माथिबाट क्रस गरेर यता ल्याएर राखेको छौँ। यिनीहरू जति पनि देख्दै हुनुहुन्छ यिनीहरू प्रेग्नेन्सी माउहरू। अनि यो चाहिँ होइन, यो चाहिँ मासुको लागि हामीले हालेको। अनि यता टाइल्स जोडेर चाहिँ डुडेर यस्तो लस्करै छ, दामी देखिन्छ क्या यो सिलिङमा। यो 3-4वटा चाहिँ डिमान्ड भएको छ अनि 3-4वटा चाहिँ डिमान्ड भएको छैन। यो शुक्रबार शनिबारतिर जाँदैछ। त्यतातिर पनि पुरा थुन्छ नि, खाँदैन हो पाठाहरूको चिन्ता। यो चाहिँ मलाई ठिक लाग्दैन क्या, जताततै त्यो खोसाखोस मात्रै गर्छ क्या उनीहरूको। आफ्नो आफ्नो टिपेर खानु कस्तो दामी थियो। हेलो स्यारो सबैजनालाई, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला र हामी पनि यहाँ फिट एन्ड फाइन छौँ। र विशेष गरेर आज पनि म मेरो भ्लगमा प्रस्तुत भइसकेको छु। अनि आजको भिडियो पनि मेरो फार्मिङकै हुनेछ र म सधैँ फार्मिङको भिडियो लिएर आउने मान्छे। र फार्मिङमा अहिले मेरो फार्मिङको हाल के कस्तो छ भनेर म तपाईँहरूलाई देखाउन चाहन्छु। र मेरो यो जति पनि नयाँ बङ्गुर खोरमा चाहिँ अहिले के कस्तो चल्दैछ, के कस्तो बङ्गुरहरू हालेको छु, अनि यतापट्टि माउहरू के कस्तो भइरहेछ, अनि बच्चाहरू के कस्तो दिइरहेछ, अनि दाना पानी के कस्तो दिँदैछु भन्ने बारेमा म भिडियो बनाउनु गइरहेको छु। भिडियोलाई चाहिँ म सरासर भिडियोलाई चाहिँ फोन गरेर गर्नेछु। यहाँ देख्न सक्नुहुन्छ यो जति पनि यो यतापट्टि माउहरू हालेको छु। यतापट्टि चाहिँ मैले डुडको बारेमा पहिले बोल्न चाहेँ। र डुडको बारेमा बोल्न चाहँदाखेरि चाहिँ यतापट्टि जति पनि अहिले मैले बनाएको छु यतापट्टि चाहिँ डुडहरू टाइल्स गरेको छैन इमर्जेन्सी भएर। र यतापट्टि चाहिँ मैले टाइल्स हालेर टक्क बनाएको छु। अब यतापट्टि छाना हाल्नु नै छ, नकरार गर्नु छ। र मेरो मिसेस चाहिँ हाई यो अहिले पर्दाहरू झार्दैछ। यता भित्र बच्चा दिने माउहरू जुन छ बच्चा कतिले दिइरहेछ र कतिले दिन आँटेको छ। अनि यहाँ मसिनो पाठापाठीहरू छ, यिनीहरूको लागि चाहिँ हामीले यसरी बन्द गर्नेछौँ। अनि यहाँ चकचक पनि गर्दैछ हो। यिनीहरूको लागि चाहिँ हामीले तातो बनाउनको लागि यसरी पालहरू अब वरिपरि हाल्दैछौँ, बन्द गर्दैछौँ। र यो काम चाहिँ बुढीले गर्दैछ। अनि यतापट्टि देख्न सक्नुहुन्छ, यतापट्टि चाहिँ टक्कसँगले माउहरू देख्न सक्नुहुन्छ। यिनीहरू प्रेग्नेन्सी माउहरू जति पनि माथिबाट क्रस गरेर यता ल्याएर राखेको छौँ। यिनीहरू जति पनि देख्दै हुनुहुन्छ यिनीहरू प्रेग्नेन्सी माउहरू। अनि यो चाहिँ होइन, यो चाहिँ मासुको लागि हामीले हालेको। अनि यता टाइल्स जोडेर चाहिँ डुडेर यस्तो लस्करै छ, दामी देखिन्छ क्या दिल्ली गएको ट्रेन जस्तो देखिँदो रहेछ क्या, सरर डिब्बा 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 परसम्म हो। अनि यहाँ टक्कसँगले अब यहाँतिर पनि हामीले अर्कै खालको केज सिस्टमको खोर बनाउने कोसिसमा छौँ, बनाउनेवाला छौँ। यहाँनिर चाहिँ जो सुत्केरी कक्षा चाहिँ यहाँनिर अब यो काटेर चाहिँ एकदम दामी बनाउनु पर्ने छ। अनि यो मेरो चाहिँ वीरबहादुर, अनि यो नयाँ वीर केराबारीबाट मैले ल्याएको। लगभग 3 महिना कम्प्लिट भएर 4मा लाग्दै होला। लगभग यो 50-60 केजीको भयो। मैले यसलाई प्रायः भिडियोमा ल्याइरहन्छु। केराबारीबाट ल्याएको मेरो ब्रिड ओरिजिनल हेम्सारको। अनि यो यिनीहरू मसिनो बच्चाहरू यो सेलिङमा यो 3-4वटा चाहिँ डिमान्ड भएको छ अनि 3-4वटा चाहिँ डिमान्ड भएको छैन। यो शुक्रबार शनिबारतिर जाँदैछ। अनि यसको चाहिँ बच्चाहरू मासेर यसलाई लुतो लागेको थियो, मैले इन्जेक्सन गरिरहेको छु। अनि यिनीहरू पनि निकै दामी हुँदैछ। यो छटौडी राखेको मैले। अनि यसको चाहिँ बच्चाहरू देख्न सक्नुहुन्छ। आज चाहिँ म खास त्यस्तो भिडियो बनाउनु गइरहेको त होइन, र पनि म हाल चाहिँ के हुँदैछ त भनेर बनाएको हो। र आज यिनीहरूलाई मैले आइरन इन्जेक्सन गरेको थिएँ। यिनीहरूलाई चाहिँ एकदम तातो भएछ कि अहिले पर निस्किरहेको छ। अहिले बन्द गरिदिन्छु म। यो लाइट जुन छ यो एकदम तातो छ। अनि यसले चाहिँ तातो भएर चाहिँ यिनीहरू गरमले पर निस्किरहेछन्। यिनीहरूलाई अब अहिले बन्द गरिदिन्छु। यिनीहरू एकदम तातो भयो। यताकोहरूलाई चाहिँ म बालिदिने कोसिस गर्छु। यिनीहरू जाडो मानिरहेछ कि यहाँ मुनि बिचरा यसमा जाडोमा। यिनीहरूलाई तातो बालिदिएँ, तातो पारेर सुतोस्। उतापट्टिको पनि बालिदिएँ। यतापट्टि के कस्तो छ त, यताको पाठाहरू उता निस्किएको रहेछ। यहाँ बाहिर निस्केको रहेछ। यिनीहरू चाहिँ अलिकति जाडोले गर्दा किटियो। यहाँ बल्ब चाहिँ यो टाइपको छ। र यो बल्ब चाहिँ नेपालपट्टि मात्रै पाउँछ, तपाईँहरूले यता इन्डियापट्टि पाउँदैन।
यो चाहिँ तपाईँहरूलाई चाहनुहुन्छ भने चाहिँ सम्पर्क गर्नु होला। यो दार्जिलिङतिर जो हुनुहुन्छ यो लाइट चाहिँ एकदम बबाल छ। यस्तो दामी फक्सी यस्तो यहाँसम्म तातो भइरहेछ कि रातो पनि छ र एकदम तातो पनि छ। यो चाहिँ 250 वाटको हो। एकदम दामी हुन्छ यो लाइट। यदि तपाईँहरूलाई पनि चाहिन्छ भने सम्पर्क गर्नु होला। जति पनि यता इन्डियापट्टि फार्मिङ गर्दै हुनुहुन्छ यदि तपाईँहरूको पाठाहरू चिसोले चाहिँ अलिक किटिरहेछ भने चाहिँ छेरिरहेछ भने चाहिँ यो लाइट मगाउन सक्नुहुन्छ। म तपाईँहरूलाई ल्याइदिन्छु तर तपाईँहरूले मलाई अलिक तेल खर्चहरू लाग्नेछ। तेल खर्चहरू दिनुपर्ने हुन्छ र यो म चाहिँ अब 2-3 दिन बादमा ब्याउँदैछ। यो म पनि एकदम हेभी छ ज्यादा मोटाएको छ। यसको बच्चाहरू के कस्तो हुन्छ म भिडियोमा पक्कै पनि ल्याउने छु। र टक्क हामी बुढाबुढी चाहिँ मजाले काम सक्यो। अब बङ्गुरको घाँस काट्नु जाने हैन? अब घाँस काट्न जाने है। जानुपर्छ। टक्कसँगले अब हामी घाँस काट्न जान्छौँ। हाम्रो फार्मिङको काम लगभग सकियो। अब बेलुका आएर पानी हालिदिने। बेलुका आएर पानी हालिदिने काम सकियो। यसले ज्यादा ब्याएर हेर्नु नै दुध खान आएको। दुध खोसाखोस नगर आफै खान्छ यिनीहरू। अब बाजे सक्छ पानी बोबाल खाँदैछ। यो एक हप्ता नपुगेको पाठाहरू हेर्नु न के ठुल्ठुलो भएको क्या। यस्तो दामी बोबाल खाँदैछ। एउटा थुन चाहिँ खोसाखोस गर्ने बानी चाहिँ एकदमै नराम्रो क्या यिनीहरूको। त्यसलाई पर ठेला नि यतातिर पनि पुरा थुन्छ नि खाँदैन हो। पाठाहरूको चिन्ता यो चाहिँ मलाई ठिक लाग्दैन क्या। जताततै त्यो खोसाखोस मात्रै गर्छ क्या। उनीहरूको आफ्नो आफ्नो टिपेर खानु कस्तो दामी हुन्थ्यो। त्यो एउटा बल गरिरहेको छ त्यसलाई मुनि हाल्थ्यौ न त्यहाँ। त्यसले कहाँ खाएको छ त्यहाँ मात्रै आउनु खोज्छ क्या। त्यसको विशेषता चाहिँ एकदम स्वाद लाग्दैन। हेर न दुधाको आमा आउँछ नि यिनीहरू पनि नखाएर पनि एकछिन त खुवाउनुपर्छ होला। पायो भने त बाँच्छ होइन? बाँच्छ। त्यो सानोलाई त्यो सानोलाई त्यो माथिको पनि तान्न लगाउनु।